सक्रिय लाग्छ मलाई चाहिँ, एकदमै सक्रिय है। हाम्रो नेपाल बौद्ध पर्यटन शिक्षा 2020 सालमा स्थापना भए तापनि यो मेन कमिटी भन्दा पनि हाम्रो मैत्री युवा सङ्घ एकदमै सक्रिय मलाई चाहिँ लाग्छ। अनि उहाँहरूले चाहिँ जहिले पनि वर्षेनी नै ट्रेनिङ दिँदै हुनुहुन्छ, जुन प्रधान केन्द्रबाट त्यति समेटेर जान सकेको चाहिँ छैन। तसर्थ मैत्री युवा सङ्घलाई धेरै नै साधुवाद। अनि म चाहिँ पुरानो भनेन है, 36 सालदेखि टिचर भएको मान्छे पुरानो होइन र हो है। त्यसैले मेरो मेथडहरू टिचिङ मेथड अलिकति के हुन्छ, पुरानै हुन्छ त, ठिक छ। अनि अहिलेको टिचर्सहरूमा मेथड्सहरू पुरानै युज गर्न मिल्छ त हामीले, मिल्छ र मलाई चाहिँ मिल्छ। त तपाईँहरू स्कुलमा चाहिँ पुरानै मेथडमा लेक्चर दिँदै गर्दाखेरि बच्चाहरू अहिले कस्ता छन्, गाह्रो छ है हामीलाई। त्यसैले तपाईँले चाहिँ आफ्नो स्कुलमा पर्यटन शिक्षा पुरानै अब तरिकामा नदिइकन अलिकति त्यसमा न्युनेस लगाइदिनु भयो भने बच्चाहरूलाई रमाइलो हुन्छ है। अब हुन त मेरो टपिक पर्यटन शिक्षा अन्तर्गत शिष्टाचार हो, तर पनि मलाई चाहिँ यो कहाँबाट यो चाहिँ पर्यटन आयो भन्नु होला भनेर हामीले बुद्ध शिक्षालाई अघि एकजनाले भन्नुभएको थियो है, बुद्ध शिक्षा प्रति 75% विकासानन्दज्यूको होइन उहाँकोमा आउँछ। तसर्थ चाहिँ मलाई चाहिँदैन, मलाई बसेर क्लास लिन आउँदैन। किनकि हाम्रो स्कुलमा पहिला त्यस्तै नियम बनाइदियो, अनि उठेरै मात्र क्लास लिने बानी छ है मेरो चाहिँ, बसेर क्लास लिने बानी। अनि त्यो सुनेर मैले चाहिँ बुद्ध शिक्षा, अब बुद्धको हो त म भन्दिनँ, तर बुद्धले जति पनि उपदेश दिनुभयो, कति वर्ष उपदेश दिनुभयो रे, कोही यहाँ पर्यटन पढ्नु भएकाहरू पनि रहेछन् है। कति वर्ष, 32 वर्ष हो र होइन है, अलिकति प्रयत्न गर्नुभएको धन्यवाद। उहाँले चाहिँ 29 वर्षमा गृह त्याग गर्नुभयो होइन त, अनि त्यसपछि 35 वर्षमा बुद्धत्व प्राप्त गर्नुभयो र 80 वर्षमा बित्नुभयो। भनेपछि उहाँले सिकाउनु भएको शिक्षा भनेको 35 वर्षदेखि 80 वर्षसम्म, भन्नालाई 45 वर्ष भयो है। उहाँले चाहिँ 45 वर्षसम्म धर्मको शिक्षा दिनुभएको रहेछ। अघि यहाँ बुद्धको उपदेश भनेको शिक्षा हो कि ज्ञान हो भन्ने कुरा पनि आएको हुनाले म अलिकति यो कुरालाई दिमागमा चाहिँ भनेर आयो है। अब त्यसपछि चाहिँ उहाँले जति पनि शिक्षा दिनुभयो त्यो सारा त्रिपिटक त हो नै, तर सम्पूर्ण त्रिपिटक त एकैचोटि सिद्धिँदा पनि सिद्धिँदैन होइन। तसर्थ उहाँको शिक्षालाई संक्षिप्तीकरण गरेमा हामीले 3 चरणमा विभाजन गर्न सक्छौँ है। एउटा परियति शिक्षा, अर्को प्रतिपत्ति शिक्षा, अर्को प्रतिवेद शिक्षा है। परियति भनेको के त भनेको, परियति भनेको अध्ययन अध्यापन गर्नु है। परियति भनेको पढ्नु, के पढ्नु है। त्यसैले भगवान बुद्धको शिक्षामा लिन आउनेहरूले पहिला पढ्नु पर्यो कि परेन, पर्यो। पहिला बुद्धकालीन अवस्थामा पनि 2 प्रकारका व्यक्ति आउँथे अरे होइन। एक प्रकारका व्यक्ति के त भनेदेखि एज गएकाहरू होइन, उहाँहरूले चाहिँ डाइरेक्टली के भन्नुहुन्छ त भनेदेखि मेरो त एज गइसक्यो, त्यसैले पढाइतिर भन्दा म अभ्यास, अनि अभ्यासमा जानुहुन्छ है। अनि अर्को यङहरू, सबैले अभ्यासै मात्र गरेमा अनि पढाउने को त होइन त, पछि भविष्यलाई त चाहियो नि। त्यसपछि एज भएकाहरूलाई चाहिँ उहाँले के गराउनुहुन्छ त, भकाउनुहुन्छ। तर अहिले जस्तो लेखाएर त होइन। पहिला त चाहिँ आफूले भन्दाखेरि अरूले चाहिँ के त टिपेर लिने, अनि ट्यालेन्ट पनि थिएन, एकचोटि भन्दाखेरि पनि टक्क दिमागमा बस्ने है। त्यसैले अध्ययन गर्नु अध्यापन गर्नुलाई चाहिँ परियति शिक्षा भन्ने रहेछ होइन। त्यस कारणले गर्दाखेरि यो चाहिँ परियति शिक्षा भनेको अध्ययन गर्नु अध्यापन गर्नु होइन। यो कसलाई ठिकको छ, नयाँहरूलाई ठिक छ होइन, जो अध्ययन गर्न चाह राख्छ। र अर्को भनेको हाम्रो स्कुल शिक्षामा एकदमै आवश्यक छ। अहिलेका बच्चाहरू त तपाईँलाई थाहा छ नि, कोरोना आफ्टर के भएको छ, बच्चाहरू सजिलो भएको छ र हामीलाई छैन।
अनि तपाईँहरूको बच्चालाई छुनुहुन्छ र छुनै हुँदैन। तपाईँहरू टिचर्स पनि हुन्, प्यारेन्ट्स पनि हुनु होइन र। अनि बच्चालाई केही गर्यो भने प्यारेन्ट्सलाई कस्तो हुन्छ, कस्तो चित्त दुख्छ है। त्यसैले अब हेर्नुहोस् त, गाली गरेमा पनि रातभरि सुत्दैनन् भन्नुहुन्छ, हात चलाउनै हुँदैन भन्नुहुन्छ। अब अनि हल्ला गराउन दिने कि हल्ला नगराउन दिने, हल्ला गराउन दिउँ त कस्तो गाह्रो है। त्यसैले अहिले चाहिँ हामी टिचर्सहरूलाई के छ त, सजिलो भन्ने चाहिँ छैन है। अनि जमाना, बच्चाहरूको जमाना के त, सानो बच्चादेखि मोबाइल देखाउनु भएको छ, उनीहरूलाई त हामीलाई भन्दा धेरै आउँछ हो है। त्यस्ता बच्चाहरूलाई लेक्चर मात्र दिँदैमा अब सुन्छन् है। त्यसैले परिस्थिति त्यस्तो छ। अनि त्यस्ता बच्चाहरूलाई हामीले त्यसरी परिचय चाहिएको होइन। उनीहरूलाई पढाउनु पनि छ, अनि उनीहरूलाई नैतिकवान बनाउनु पनि छ। किन नैतिकवान बनाउनु छ? हामीलाई दुःख भएर नि है। के दुःख छ? अब जमाना हामी कहाँबाट कहाँ पुग्यो, देशको जमाना त्यस्तो आएको त्यस्तै होइन त हो नि है। त्यो भएपछि हाम्रो सोच के हुनुपर्छ भनेदेखि अहिले हामीले जति दुःख भोग्यौँ, जति त्यस्तो चाहिँ अविकासका तत्त्वहरू छन् होइन, ती कुराहरू हाम्रा सन्तानले भोगोस् या नभोगोस् होइन त न। अनि सधैँ हामी रहिरहने पनि त होइन नि। त्यसैले उनीहरू अलि राम्रा उत्पादन गर्न सकौँ के। हामी टिचर्सहरूले केवल जागिर खान आएको हो त्यसरी सोच्नु हुँदैन है। म जागिर खान गएको भनेर सोच्नै हुँदैन है। त्यसैले हामीले के सोच्नुपर्छ, हाम्रो काम भनेको बच्चाहरूलाई के त सक्षम बनाउने र अहिले अर्को एउटा पनि के आएको छ, नैतिकवान बनाउने होइन। टिचर्सको कदर गरोस्, अनि घरमा आमा बुबाको कदर गरोस् होइन र है। अनि यो परियतिमा टिचर्सको कदर गराउनलाई आफूमा पनि के हुनु पर्यो, क्वालिटी हुनु पर्यो कि परेन है। हामीलाई कदर गराउनलाई उनीहरूले कदर गर्न मनपर्ने गरिकन हाम्रो बिहेभ हुनु पर्यो नि हो कि होइन। अनि उनीहरूले कदर गर्न सक्ने खालको बिहेभ हामीले गरेन भने हुन्छ? पैसाको लागि मात्र, जागिरखानको लागि मात्र काम गर्यो भने त हुन्छ र भने हुन्न नि है। त्यसैले आफूले पनि के गर्नु पर्यो त, हामीले उनीहरूलाई चाहिँ त्यो जुन दिनुपर्ने ज्ञान पनि दिनु पर्यो होइन त। कुन राम्रो कुन नराम्रो त्यस्ता कुरा पनि हामीले चाहिँ सिकाउनु पर्यो। उनीहरूमा आउने आपद विपदहरूलाई पनि हामीले के गर्नु पर्यो त, मध्यनजर गर्नु पर्यो। अनि त्यो शिक्षा उनीहरूले चाहिँ जीवनमा के गर्न सकोस्, लागू गर्न सकोस् होइन र। त्यसैले शिक्षकहरू भनेको केवल बुकमा जे छ त्यो मात्र पढाउने शिक्षक होइन, त्यस्तो गर्नु हुँदैन होइन। त्यो खालले हामीले के गर्नु पर्यो, बच्चालाई बनाइदिनु पर्यो। अनि त्यो खालको बच्चा बनाइदिनुलाई त परिचय नचाहिएला त, चाहिन्छ कि चाहिँदैन? त्यसरी परिचय आएको है। यो रूपमा चाहिँ पहिला त हाम्रो नैतिक शिक्षा थियो, तर त्यसमा परिचय शिक्षा त होइन नि त्यो। परिचय आएको कारण त्यसरी हो। अनि अघि हाम्रो लक्ष्मीचन्द्रजीले पनि भन्नुभयो, हामीले हाम्रो उद्देश्य के राख्नु हुँदैन, यो बच्चालाई बुद्धिस्ट बनाउने नराख्नुहोस्, त्यस्तो छैन। हामीलाई कसैलाई त्यस्तो गर्नु छैन के होइन त। तर उसलाई के गर्नु छ, नैतिकवान बनाउनु छ होइन। घरको लागि, सङ्घ संस्थाको लागि, समाजको लागि, देशको लागि होइन र ल हो कि होइन। त्यसकारण त्यो चेन्ज गराउने त्यो सोच्नु हुँदैन हामीले होइन। त्यसरी भयो भने सबै जातका मान्छेहरूले के गर्छ त, एक्सेप्ट गर्छ नि त। परिवर्तन गर्न थाल्यो भने त हुँदैन नि होइन त। जातले साके भएर हुन्छ, जातले भ्रष्टाचार भएर हुन्छ, यदि उनीहरूको काम यस्तो छैन भने होइन र। त्यो कारणले गर्दाखेरि हामीले त्यो रूपमा चाहिँ नसोच्नुहोस्, यिनीहरूलाई राम्रो बनाइदिनु होइन। अनि परियति शिक्षाले सिकाउने भनेको त्यही हो है। परियति शिक्षाले सिकाउने भनेकै बुद्धिस्ट बनाउने पारा होइन। हाम्रो त्यो बच्चालाई भलाटे बनाउनु छ, असल बनाउनु छ, नैतिकवान बनाउनु छ है। त्यसकारण त्यस्ता कुराहरू परियतिमा आउँछ। अनि यो त अध्ययन गर्ने, अध्यापन गर्ने हो भने दोस्रो चरणमा पट्टी भनेको मार्ग है। पट्टी भनेको के, मार्ग। यो चाहिँ मार्ग
मार्ग भनेको के बाटो होइन र मार्ग भनेको बाटो है अनि यो सँगसँगै तपाईलाई पर्यायवाचीहरू माटो के अरे पट्टी मार्ग पथ होइन र त्यस्ताहरू सँगसँगै जुनसुकैमा लिङ्कअप गरेर लैजानु भयो भने बजारमा अलिकति छ नि त्यो धेरै त्यो पर्यायवाची शब्दहरू त्यो वर्ड्सहरू क्रिएट गरेर जान सकिन्छ होइन अब त्यसो भनेपछि यो पट्टी भनेको मार्ग भनेको बाटो भनेको बाटोमा हिँड्नुपर्छ कि नैदिकन राखिराख्ने ल भन्नुहोस् त बाटो राम्रो हुन्छ माटोको भए पनि होइन त जङ्गलको भए पनि यदि त्यहाँ धेरै जना के भयो भने आवट जावट गर्यो भने ल हो कि होइन आवट जावटै नगर्ने बाटो भयो भने के हुन्छ त्यो पिचै भए तापनि के हुन्छ त त्यसको चाहिँ महत्त्व रहन्न त्यसैले नामै बाटो त्यसकारण भगवान बुद्धले केवल शिक्षा मात्र अध्ययन अध्यापन होइन बाटो हो त्यो त्यसकारण हिँड अनि हिँड भनेको के आचरण गर होइन र हिँड भनेकै के हो त हिँड्नु भनेकै आचरण गर अब आचरण भनेको यहाँ आएको छ नि सद आचार होइन त है सद आचारमा आचरण भनेको चाहिँ आएको छ त्यसैले परियति पढेका मान्छेहरू किन भलाटेमा हुन्छन् केवल हामी पढाउने मात्र काम गर्दैनौँ हामी आचरण गराउने काम गर्छौँ के यो भनेको उनीहरूको के हो त बिहेभियर चेन्ज हो शिक्षा भनेको त्यो मात्र हो जसले बच्चाहरूलाई के गर्छ त व्यावहारिक रूपमा बिहेभियर चेन्ज गर्छ होइन त अब व्यावहारिक चेन्ज छैन भने है हामी हेल्थ पढाउँछौँ नि त तर युज गर्छ त बच्चाले गर्दैन भने ल हो है त्यस्तो भइरहेको छ अनि जहाँले एक्जाममा लेख्छ सबै गर्छ तर छैन के है त्यस्तो भइरहेको छ त्यसैले त्यो रूपमा हामीले शिक्षा दियौँ के पढाउने घोकाउने लेखाउने मेटेरियल्स पनि बनाउँछ कि उनीहरू अचेल तर व्यवहारमा भने छैन कि त्यसैले परियति शिक्षामा चाहिँ मेन भनेको यहाँ फोकस गर्छ कि हामी चाहिँ त्यो कारणले गर्दाखेरि पट्टि भनेको आचरण उनीहरूमा त्यो चाहिँ के त व्यवहार चेन्ज गर्नलाई त उनीहरूको के हुनु पर्यो त पालन गर्नु पर्यो नि होइन त उसले पालन गरे पो जान्छ त पालन नै गरेन भने जाँदैन त्यसकारण यो चाहिँ आचरण शिक्षा हो त्यसकारण परियति भनेको पढ्नु तर पनि सँगसँगै के आउनु पर्यो आचरण ल त्यसकारण परियति भनेको केवल पढ्ने मात्र होइन बच्चालाई तपाईँले परियतिमा पनि पढाउने मात्र काम गर्यो भने 10औं क्लास पास भए पनि के मतलब है केही पनि हुनेवाला चाहिँ छैन तर उनीहरूको मेन के आउनु पर्यो त 1 2 3 मात्रै पढोस् पर्यो तर आचरणमा उसको चेन्ज हुनै पर्छ है यो दुईटा परियतिसँग एकदम लिङ्कअप छ अर्को आयो पट्टिवेट है उहाँले अघि चाहिँ भन्नु भएको चाहिँ के हो त पट्टिवेट भनेको प्राप्त गर्नु है पट्टिवेट भनेको के प्राप्त गर्नु अब यो प्राप्त गर्नु नै के हो त यो चाहिँ भयो ज्ञान मार्ग है उहाँले अघि भन्नुभयो नि के हो यो भनेको ज्ञान मार्ग त्यसैले बुद्ध शिक्षा भनेको के हो त पढ्नु पनि हो आचरण गर्नु पनि हो र त्यसलाई के गर्नु पर्छ यो पट्टिवेट भनेको ज्ञान मार्ग है अब साँच्चै नै उसमा चाहिँ पूर्ण रूपमा चाहिँ चेन्ज हुनलाई पट्टिवेट हुनुपर्छ है यो पट्टिवेट हुनलाई म जस्तो यो चाहिँ केस काटेर यो लुगा लगाउँदैमा यो पट्टिवेट हुन सक्दैन है होइन र नि अब यो बाहिर बनावट पो अब यस्तो छ नि होइन त मेरो भित्र त के छ है त्यसैले ज्ञान प्राप्त गर्नलाई उसले के गर्नु पर्यो आफूमा आएका मनका विकृति छन् कि छैनन् छन् नि है लोभ छ हामीसँग घमण्डीपना छ हामीसँग इगो छैन म जस्तो ठुलो को छ र मैले जस्तो राम्रोसँग सिकाउने कोही छ र होइन र त्यस्ताहरू के लोभ द्वेष मोह होइन अभिमान त्यस्ता कुराहरू हामीले के गर्नुपर्छ त यहाँ आउँछ है हो यो चाहिँ सब ज्ञान मार्ग ल बुझ्नुभयो त्यसकारण ज्ञान मार्ग प्राप्त गर्नलाई लुगाले होइन यो भेषले हुने होइन मैले चाहिँ यो खुर्काएर काटे जस्तै जाने भए त भइहाल्यो नि
त्यसको लागि हामी के गर्नुपर्छ? अहिले साह्रै सजिलो छ, ध्यान केन्द्रमा जाने, पटक पटक बोधर्स बस्नुपर्छ हैन त? पटक पटक ध्यान बस्न जाने, बोधर्स बस्ने, अनि त्यहाँ चाहिँ के त हामीले चाहिँ सास हेर्दै हेर्दै आफ्नो शरीरलाई हेर्दै हेर्दै हैन हो, अनि मन देखिन्छ। अनि मनमा के आउँछ त? विकृति हैन त, आफैले चाल पाउँछ है। अनि त्यसपछि यो मनमा आएको यो अनुसार मैले भनौँ कि नभनौँ, विचार गर्नुपर्छ बोल्नलाई पनि हैन। त्यो भन्दा अरूलाई फाइदा छ हैन, आफूलाई पनि कल्याणकारी हो भने भनौँ। त्यो भन्दा अरूलाई पनि के त बेफाइदा छ हैन त, अकल्याणकारी छ भने भनौँ कि नभनौँ? होइन त? हो, त्यसरी पचाउन सक्ने क्षमता पनि यसैले वृद्धि गर्छ। त्यसकारण भगवान बुद्धले देशना गर्नुभएको यो धर्म त के हो त? अब कुन मार्ग हो भनेपछि अब त बुझ्नु भयो होला है। त्यसैले यो ज्ञान मार्ग, यो पढ्दैमा मात्र ज्ञान मार्ग आउँदैन हैन, यहाँ गएपछि मात्र ज्ञान मार्ग आउँछ है। यति त मैले संक्षिप्त रूपमा भनेको है। यतिमा नबुझ्ने त छैन। अब मेरो टपिक भनेको कहाँ जानु पर्यो? मेरो टपिक शील सदाचार भनेको यहाँ जानु पर्यो है। कुन भाषा? पाली भाषा है। भगवान बुद्धले पहिला प्रयोग गर्नु भएको भाषा नै पाली भाषा, जसलाई मागधी भाषा पनि भनिन्छ है। अहिले तपाईहरु पाली भाषा पढ्न चाहनुहुन्छ भने हाम्रो विश्व शान्ति बिहारमा पालीमा मास्टर गर्ने चाहिँ छ। परियतिमा पनि 4 क्लासदेखि 10 क्लाससम्म चाहिँ पालीमा कोर्सेसहरु छन्। अझ तपाईहरुले अझ ज्ञान गर्नु छ भने हाम्रो युट्युबमा चाहिँ इन्डियनहरुले चाहिँ यो चाहिँ भरिरहेको छ। साधारणदेखि चाहिँ उनीहरुको चाहिँ क्लासेस छ है। नेपाली भाषा जान्नु भयो भने भगवान बुद्धका मौलिक हैन ज्ञानहरु हामीले चाहिँ पढ्नलाई सिक्नलाई हुन्छ है पाली भाषा। त्यसरी बुझ्ने है। अब म कहाँ जानु पर्यो रे? ल यहाँ जानु पर्यो। यतिमा नबुझेको केही छ र? यतिमा नबुझेको केही छ? छैन है? छैन। यतिसम्म हामीले बच्चाहरूलाई चाहिँ दिनुपर्ने ज्ञान छ छैन है? तपाईहरु धेरै जना टिचर्सहरु हुन्छ त्यसैले हजुरले भन्नुभयो नि जस आफूलाई पनि घाटा हुने अरूलाई पनि घाटा हुने भए त बोल्नु भएन हैन। कुनै कुराहरु जस आफूलाई चाहिँ फाइदा हुने अरूलाई चाहिँ घाटा हुने हुन्छ नि, त्यस्तो बेलामा चाहिँ बोल्ने कि नबोल्ने? आफूलाई फाइदा हुने अरूलाई घाटा हुने बोलौँ कि नबोलौँ? स्मार्ट है हो। त्यस्तो मनमा आउन साथ हो। अब ज्ञानको भनेको त्यसै आउन साथ हामीले चाहिँ यो बोल्दाखेरि त उसलाई त नराम्रो हुन्छ हैन त, मलाई पो फाइदा हुन्छ। अहिले मलाई फाइदा हुन्छ तर त्यो घाटा हुने मान्छेलाई चित्त दुख्छ कि दुख्दैन? दुख्छ हो। त्यहाँनिर धर्मलाई सम्झिनु पर्छ। अर्कालाई घाट हुने अर्कालाई चित्त दुख्ने काम गरौँ कि नगरौँ? नगर। फाइदा भए पनि नगरौँ। किनभने एउटा उसलाई चित्त दुख्छ, उसलाई चित्त दुखेपछि घाटा पछि उसले के काम नगर्ला हाम्रो लागि, पछि रिभेन्ज लिन्छ कि लिँदैन है? यसो सोच्नुपर्छ। तर कस्तो भने कि मेजोरिटीलाई फाइदा हुने तर एकजनालाई त्यो भयो भने त्यो अवस्थामा आफूलाई चाहिँ घाटा हुने तर मेजोरिटीलाई धेरैलाई फाइदा हुने तर सबैलाई त हामीले त्यो गराउन सकिएला। के गरौँ? फेरि मलाई चाहिँ यो गुरुमा भएपछि कथा आउँछ। अब कथा भनौँ कि नभनौँ? एउटा मान्छे छ रे है, एउटा मान्छे छ। उसले चाहिँ त्यो व्यापारको सिलसिलामा पहिला त व्यापारीहरू मान्छे त्यो टिकट राखेर लैजान्छ नि त। पहिला एकचोटि त्यस्तो आएको थियो। टिकट दिएर आफ्नो सामान बोकाएर अनि बाहिर लैजान्छ त्यस्तो यता चाहिँ थियो। अनि यो चाहिँ के भयो भनेदेखि चाहिँ पहिलो पटक गएका मान्छेहरू सबै चाहिँ नाश भए के है। त्यो लिडरको चाहिँ असक्षमताले गर्दाखेरि। त्यसरी लिडर भनेको राम्रो साबित हुन्छ। अनि दोस्रो पटकको मान्छे बुद्धिमान हो। त्यो बुद्धिमान मान्छेले के गर्यो त भनेदेखि एकदमै उसले आफ्नो मासलाई नियम बनाएर हैन लगेको हो उसले। अनि त्यसपछि ऊ चाहिँ सफल भयो है। सफल भयो। उसले यति त्याग गर्नु पर्यो र त्यहाँ। किनभने पहिलो पटक गएका मान्छेहरू सबै मरेपछि नफर्केपछि अब पछिका मान्छे जाने भन्छन्
भन्दैनन् ल हुँदैन। अब उसले के गर्नु पर्यो, तिमीहरूले चाहिँ लिएर गएका होइन त्यो सामान मेरोमा बोकेको हो, तर त्यो सबैबाट आउने तिमीहरूलाई नै फाइदा भन्नु पर्यो अरे। घाटा भयो कि भएन उसलाई? क्या घाटा भयो है। यसरी चाहिँ भनेर बल्ल बल्ल फकाएर लगेको थियो है। साँच्चै उसले त्यो ठाउँमा गइसकेपछि ती भिटेका मान्छेहरूको पनि त्यो चाहिँ मरुभूमि रहेछ, बालुवाभित्र त्यो सामान फेला परे भनेपछि ती फेला परेका सामान पनि उनीहरूले के गरे त खोट्टलेर लगे है। खोट्टलेर लगेपछि त्यहाँ के भयो, आफ्नो पनि बोक्नु पर्यो, त्यो पनि बोक्नु पर्यो कि परेन? मान्छे के मान्दैन, मान्छेहरूले मान्छ। फेरि उसले भन्नु पर्यो अरे यसबाट पनि तिमीलाई म के गर्छु, दिन्छु प्रतिशत पनि चाहिँ। अब मान्छेलाई त्यही त हो नि है। त्यसरी गरेर उसले चाहिँ त्यहाँ चाहिँ सामान बिक्री गराएर पैसा पहिला बोकेको पैसाको चाहिँ छ नि त्यो माल सामानको पैसा उनीहरूलाई दियो होइन त। एक पैसा नराखिकन ल हेर्नु न अब है, सामानको पैसा पनि पायो, टिकट पनि पायो होइन त, फुडिङ लजिङ पनि पायो, क्या फाइदा है। अनि पछिको सामान उसले चाहिँ सोध्यो रे सबैलाई, अब यो हाम्रो बिक्रीबाट आएको यो के गर्ने भनेर सोद्धाखेरि अब धेरैको धेरै विचार आयो है। धेरै विचार आयो त्यहाँ। कसैले अब उनीहरूलाई थाहा छ नि केही छैन, हामी के गर्नु यसलाई डिभाइड गरेर लिउँ भन्दैन र। त्यसरी भने तापनि अन्तमा निर्णय त उसको हातमा भयो नि। अनि उसले एउटा सबैको यो ठिक छ राम्रो छ भन्नु पर्यो कि परेन त? हामीले त्यसरी भन्नुपर्छ है, ठिक छ राम्रो छ, तर पनि मेरो पनि एउटा सानो चाहिँ हालौँ होइन। मलाई के लाग्छ भनेदेखि ती भिटेर गएका मान्छेको परिवारले होइन मान्छे पनि के भयो, घुम्यो, केही आएन हुन त्यो सर्थ। यो चाहिँ चाहिँ खोतलेर पाएका सामान बिक्री गरेर तिनीहरूलाई दिँदा आउबिस हुनुहुन्छ र त्यसको आउबिसको चाहिँ अनि त्योहरू पैसा उनीहरूलाई चाहिँ दिँदा कस्तो लाग्छ भनेर भन्यो अरे। भन्दाखेरि के भयो, सबको त दिमाग छ नि, सोच्यो हो बा मान्छे पनि बित्यो, अनि यो कुरालाई सबैले हुन्छ भनेर सहमत गरे है। अनि त्यसपछि त्यो मान्छे फर्क्यो। अब भन्नुहोस् त उसले के पायो? पहिला बोकाएको सामान पनि होइन सबलाई दियो है, पछि फेला परेको सामान पनि बितेका परिवारलाई दियो। त्यो नेतृत्व गरेर लाने मान्छे आफूले बोक्छ ल, बोक्छ बोक्दैन? नेतृत्व गरेर लाने मान्छेले बोक्नु सक्छ? उसको त कमान्डिङ सामान्य हेर्ने हार्ने सबै छ। उसले के पायो है? अब उसले केही पनि पाएन। हो, धेरैको लागि एकदम फाइदा भयो, तर उसको लागि के भयो, घाटा भयो है। यसरी नै हो है। तर अब यस्तो मान्छे चुनाव लड्यो भने के हुन्छ? अब के हुन्छ? 100% जित्छ ल हो है। त्यसले तुरन्तै फाइदा हामीले हेर्नु हुँदैन होइन त। उसले पछि चाहिँ जुनसुकै क्षेत्रमा ती सम्पूर्ण व्यक्तिहरूले उसलाई के गर्छ, अब सहयोग गर्छ ल होइन र। त्यसकारण सानो फाइदालाई हेर्यो भने के हुन्छ, हामीलाई घाटा हुन्छ। त्यसकारण जो लिडर हुन्छ उहाँ प्रिन्सिपल साहब भन्नुभएको है, उहाँ प्रिन्सिपल साहब भन्नुभएको भन्नाले यो काम लाग्छ है। हामी प्रिन्सिपलहरूले यो पनि सोच्नुपर्छ हो है, सानो सानो फाइदा छोड्नुपर्छ। के को लागि? ठुलो फाइदाको लागि घाटा सहनुपर्छ है। त्यो नै हो को त गुड लिडर ल, बुझ्नुभयो है। अनि उहाँलाई मात्र होइन टिचर्सलाई पनि यसले खुब के गर्छ त, मद्दत गर्छ। टिचर्स पनि त लिडर हो नि होइन र? कहाँको लिडर? अहिले म लिडर होइन र भने ल हो कि होइन? त्यस्तै हो, टिचर्सहरू पनि के हो त, त्यो क्लासको लागि लिडर हो है। त्यसकारण मेरो गुड लिडरसिप भयो भने म सम्पूर्ण बच्चाहरूलाई एकदम राम्रो वेमा लान सक्छु कि होइन त। यदि ममा त्यस्तो चाहिँ छैन, स्यालेरी दिएकै यति छ होइन त हो, हामी कन्भर्ट गर्छ र यो यस्तो त्यस्तो के दिमागमा सोच्नु थाल्यो भने अनि बच्चालाई कतिपटक बुझाउनु पर्ने होइन त, अनि हामीलाई झर्कोपना आउँछ हो है। त्यसकारण टिचर्सहरूमा पनि के हुनु पर्यो त, यस्ता कुराहरू
बुझ्नु भयो भने उसमा के आउँछ मैत्री आउँछ के हो है अनि उसले एकदमै बच्चालाई माया गरेर सिकाउँछ के होइन र भने त्यसकारण परियति भनेको हामीले डाइरेक्ट रूपमा नपाए इनडाइरेक्ट रूपमा यसले चाहिँ खुब फाइदा गर्छ है एकदम फाइदा गर्छ त्यसकारण टिचर्सहरूलाई पनि एकदम काम लाग्छ यदि राम्रो टिचर्स बन्ने हो भने अब पैसाको टिचर बन्ने हो भने अब के मात्रै के फाइदा है केही फाइदा छैन बुझ्नुभयो अब प्रश्नको एन्सर मैले यसरी दिएँ ठिक छ र हुन्छ फेरि यो चाहिँ म चाहिँ खुब गफा जति एज जान्छ गफारी हुँदो रहेछ कि मान्छे चाहिँ हो साँच्चै हो अनुभवले धेरै सिकाउँदो रहेछ अब त्यसो भए मेरो टपिक परियतिमा शील सदाचार है शील सदाचार भनेको के होला शील भनेको नियम हो नियम कानुन है सदाचार भनेको सत् आचार राम्रो आचरण है त्यसो भए नियम नीति र राम्रो आचरण नियम नीतिले कानुनले नै मान्छेलाई के गर्छ त राम्रो बनाउँछ है जहाँ कानुन छ त्यहाँ के हुन्छ राम्रो हुन्छ जहाँ नियम नीति नै छैन कानुनै छैन जसले जे गरे पनि हुन्छ त्यहाँ के हुन्छ राम्रो हुन्न है त्यसकारण परियति शिक्षामा सबभन्दा पहिला चाहिँ शील सदाचारलाई नै अगाडि राखेको चाहिँ छ है त अब यो शील सदाचार टिचर्सलाई चाहिन्छ है घर परिवारलाई चाहिन्छ सङ्घ संस्थामा चाहिन्छ ल कसलाई चाहिँदैन सब ठाउँमा चाहिन्छ यो त शील सदाचार भयो भने सब ठाउँमा राम्रो हुन्छ जब मान्छेमा शील सदाचारै छैन भने कहीँ पनि राम्रो हुँदैन है हामीले चाहिँ नियम बनाउनु भनेको के नियम भन्दा पनि सबभन्दा राम्रो नियम त के हो त यो चाहिँ शीलै हो तसर्थ शीललाई चाहिँ के भनिन्छ त भनेदेखि यो पनि तपाईहरूको लागि है यो बच्चाहरूलाई त यदि चाहिँदैन हैन शील भनेको यो चाहिँ शिर अनि शीतल यसबाट चाहिँ आएको है शील भनेको यसले शीतलता दिन्छ अरे है जुन चाहिँ नियम नीतिमा काम गर्छ उसलाई शीतल हुँदैन उसलाई त कहिले कसैले कम्प्लेन गर्ने कसैले त्यो गर्ने यो गर्ने हुन्न अरे कम्प्लेन गरे पनि डराउनु पर्ला त पर्दैन अरे है एउटा त्यो हो भने अर्को चाहिँ यो भनेको आधार हो अरे आधार शिला है आधार भनेको यो हो भुइँ हो यो भुइँ भएन भने कहाँ उब्ने ल कसरी उब्ने खसिहाल्छ हामी त है त्यसैले जो मान्छेमा शील छैन त्यो मान्छे खस्छ है यसरी बुझ्नु खस्छ त्यो मान्छे अर्को शील भनेको शिर भनेको के टाउको अब सबै अङ्ग प्रत्यङ्ग मध्ये सबै शरीरमा सबभन्दा महत्त्वपूर्ण अङ्ग कुन हो हाम्रो शिर है किन यो शिर महत्त्वपूर्ण किनभने यसमा हात नभए पनि हामी बच्छौँ त है यसमा आँखा छ कान छ नाक सास फेर्ने छ मुख छ सबै महत्त्वपूर्ण पार्ट यही छ नि त हो त्यसैले महत्त्वपूर्ण है त्यसकारण अब शील भनेको कति महत्त्वपूर्ण होला त होइन र यो त मान्छेको टाउको जस्तो रहेछ होइन महत्त्वपूर्ण भाग सबै शिरमा छ होइन अझ विचार गर्ने क्षमता छ होइन त यही पार्ट छैन भने यो पार्टको के मतलब त्यसैले जो मान्छेसँग शील छ त्यो मान्छेसँग के हुन्छ त उसको हेराइ भनेको के हो उसको हेराइ के हुन्छ पोजिटिभ हुन्छ हो होइन र त्यसो जानु पर्यो उसको चाहिँ सुन्ने क्षमता पनि के हुन्छ त राम्रो हुन्छ पोजिटिभ वेमा लाग्छ कि होइन भने त्यही मान्छेले अब पक्कै पनि बिस्तारै बुद्धिस्ट बनाउने होला नि भनेर त्यसरी सोच्यो भने के होला अब भन्ने मात्र पो होइन र आखिर आएको त भुटैकै शिक्षा रहेछ भनेर सोच्न थाल्यो भने के हुन्छ ल होइन र भने है त्यस्ताहरू सबै केमा आउँछ विचार गर्ने क्षमताहरू भएका हेराइ सुनाइ सबै यसमा आउने त्यसैले जो मान्छेमा शील छ त्यो मान्छे एकदम विचारवान हुन्छ है पोजिटिभ वेमा थिङ्क गर्छ होइन त अनि
जसमा सिल छ उसले शीतलता दिन्छ भने नि मैले होइन, उसलाई कम्प्लेन गर्ने यहाँ त्यहाँ कसैले केही चाहिँ भन्ने औँला ठाड्याउनेवाला चाहिँ छैन। अनि अर्को चाहिँ आधार होइन, सिल भनेको यो जमिनै छैन भने कहाँ हो भने है त न। त्यसकारण सिलले अझ योभन्दा पनि बढी छ, योभन्दा बढी चाहिँ हामी नगरौँ। तपाईँलाई पढ्ने नै इन्ट्रेस्ट छ भने विशुद्ध मार्गमा सिलको सम्बन्ध एकदम विस्तृत रूपमा छ। तर एउटा टिचर्स चाहिँ निड हुन्छ त्यहाँ है, एकजना गाइड गर्ने भयो भने त्यो किताब चाहिँ एकदम पुरा सिलको बारे समाधिको बारे रिसोर्स गरी लेखेको बुक हो त्यो चाहिँ है, त्यो विशुद्ध मार्ग। योभन्दा बढी चाहिँ नगरौँ। तर बच्चाले सिल भनेको के नि भनेर चाहिँ सोच्दाखेरि हामीले चाहिँ अलिअलि जानिराख्यौँ भने यसले यस्तो गर्छ त्यस्तो गर्छ भनेर उनीहरूलाई चाहिँ पढ्नुपर्ने चाहिँ हुन्छ है। अनि यो सिल पालना गरेमा उसको आचार होइन, आचरण के हुन्छ, राम्रो हुन्छ भनेको है, राम्रो हुन्छ। अनि आचरण राम्रोमा 1 क्लासमा के आएको छ त भनेदेखि आचरण राम्रो भनेको के, दिनभरि अब चाहिँ टिचिङ गर्छ रे होइन, घर फर्किँदा भट्टीमा गएर पिएर जान्छ रे। अब के भनौँ, त्यस्तो टिचरलाई के भन्ने ल भन्नुहोस् त, ल भयो त्यसैले त त्यसो भए के त सद आचारको मान्छे हो होइन नि हो। त्यस्तो टिचर भए उसैलाई पछि के गर्छ त, हेप्छ कि हेप्दैन, हेप्छ नि त है। अझ त्यस्तोमा हामी टिचर जस्तो मान्छेले त्यहाँ मात्र होइन, बच्चाहरूसँग हामी पिकनिक जान्छौँ नि त, बच्चालाई अब लग्नुपर्छ है, स्कुलसम्म लानुपर्छ। त्यहाँ अब हुन्छ भनेर अब चाहिँ त्यो चाहिँ छ नि, अब पिउने काम गर्न मिल्छ, मिल्दैन है, मिल्दैन हो कि होइन। किनभने स्टुडेन्ट्स त हामीभन्दा कति फास्ट हुन्छन्। ल सर अर्को एउटा पनि भन्न थाल्यो भने त भयो अब है। त्यसैले एकदमै हामीले चाहिँ सोच विचार चाहिँ गर्नुपर्छ है। त्यस कारण सकभर चाहिँ त्याग्नै सकेन भने हामीले के गर्ने त, इनसाइड हाम्रो घरमा होइन त, घर परिवारमा मात्र होइन भने त्यस्ताहरू त्यो स्टुडेन्ट्सको अगाडि उनीहरू लैजाने, उनीहरू आसपासमा जाने ठाउँमा त्यो चाहिँ बिल्कुलै हुँदैन है। त्यसैले हामीले पनि यी कुराहरू एकदम चाहिँ विचार गर्नुपर्छ। आचारमा आएको है मैले चाहिँ। अनि यो बुकमा चाहिँ परियति शिक्षामा पहिलोमा हामीले यो बुक चाहिँ लेखाउँदा नै यी कुरा विचार गरेर पहिलो च्याप्टरमा त्यसरी यहाँ आएको है। यो चाहिँ यो पञ्चशील आएको कारण त्यहाँ हो होइन। त्यसो भए सद आचार भनेको के त भनेदेखि यो चाहिँ बुद्ध धर्ममा मात्र होइन, जुनसुकै धर्महरूमा यो चाहिँ हुन्छ नै के, यो हुन्छ नै। त्यसैले हामीले अनि अब राम्रो हुन्छ के गरेमा भनेदेखि 5वटा होइन, त्यहाँ हात एउटा देखाएको छ है, हामीले पनि त्यसरी चाहिँ त्यो हात एउटा राखेर त्यसरी त्यो काटेर चाहिँ नि उनीहरूलाई चाहिँ त्यसरी चाहिँ देखायो भने हुन्छ। त्यसो भए हाम्रो हातमा 5 औँलाहरू हुन्छन् होइन त। यो 5 औँलाहरू एउटा हातमा भएमा हातको फोर्स के हुन्छ, एकदम बलियो हुन्छ। यी 5 मध्ये एउटा छैन भने फोर्स त्यति हुन्छ र हुँदैन है। त्यसैले 5वटा चाहिँ सिल पालना गर्ने मान्छे चाहिँ के हुन्छ त, एकदम फोर्सफुल स्ट्रङ हुन्छ होइन त, निडर हुन्छ। अनि यी 5 के हुन्छ भनेदेखि अनि आएको छ है यो चाहिँ। त्यसो भए यसरी चाहिँ जानुपर्ने हुन्छ है। त्यसो के गर्नु हुँदैन रे, हामीले मार्ने काम गर्नु हुँदैन। अनि बच्चाहरूले चाहिँ एकदमै बच्चाहरूलाई स्कुलको बच्चालाई सिकाउन गाह्रो छ, किनभने हामी बिहारमा पनि सिकाउँछौँ, स्कुलमा पनि सिकाउँछौँ। हाम्रा स्कुलका बच्चाहरू बिहारमा आउने भन्दा एकदमै एक्टिभ हुन्छ ल। अनि उनीहरूले के भन्छ, लामखुट्टे आउँछ होइन र, तुरन्तै निकाल्छ। अनि उनीहरूले हामीलाई टोकेपछि अब हामी सिकाउँछौँ नि त, लामखुट्टेले केले त्यो मलेरियाको त्यसोले चाहिँ अब चाहिँ रोग फैलाउँछ भन्छ होइन त। अब त्यसो भए आँखको रोगी हुने कि त्यो लामखुट्टेलाई मार्ने भनेर कुरा निकाल्छ है ल, होइन र। त्यसरी स्कुलमा सिकाउने टिचर्सहरूले एकदमै विचार गरेर चाहिँ जानुपर्छ। त्यो हाम्रो बिहारमा सिकाउनु जस्तो हुँदैन कि त्यहाँ चाहिँ हो है। अब के भन्ने ल, हुन पनि हो है, रोग फैलाउँछ। अब के गरौँ, तपाईँहरूलाई त्यस्तो क्वेसन सोधेको थियो हाम्रो बच्चाले, के भन्नुहुन्छ त तपाईँहरू? आफूलाई रोग लाग्नेलाई त हामीले पनि
मार्नुपर्छ भन्ने कुरा लिएर जानुपर्छ है अब मार्नुपर्छ झुल राख्ने सरसफाइमा ध्यान दिनु झुल राख्ने लामखुट्टेपछि ठाउँहरू हो अनि त्यसो भन्यो भने उनीहरूले त ल मार्ने एउटा त हामीले सिकायौँ नि फेरि ल हो है हाम्रो काम भनेको मार्नु हुँदैन भने सिकाउनु होइन र भने हो है अब त्यो चाहिँ मेरो विचारमा अलिकति चाहिँ त्यो ठिक रहन्न होला होइन र हो है अब त्यसो भए हामीलाई जवाब दिनै गाह्रो छ त्यो कारणले गर्दाखेरि हामी भट्टे गुरुमाहरू त्यो चाहिँ बिहारमा सिकाउँदा जति सजिलो हामीलाई फिल हुन्छ त्यो स्कुलमा सिकाउनु एकदमै गाह्रो छ अब उनीहरूलाई चाहिँ हामीले मैले चाहिँ कसरी बुझाएँ मलाई पनि क्वेसन गरेको थियो मैले त के भने भनेदेखि यहाँ चाहिँ टोलमा चाहिँ कहिले काहीँ ब्लड डोनेट हुन्छ नि त हुन्छ कि हुँदैन ब्लड डोनेट हुन्छ है हाम्रो चाहिँ अनि ब्लड डोनेट गर्दा हामी चाहिँ ब्लड कति जति चाहिँ त्यहाँ चाहिँ दिन्छौँ 1 पोइन्ट है 1 प्याकेट अनि हाम्रो लामखुट्टेले त्यति एउटाले खान्छ खाँदैन है एउटा फेरि उनीहरूले यसरी गर्दाखेरि त्यो त ब्लड डोनेट गरेको नि होइन त्यो त लामखुट्टेले के सार दिन्छ भन्छ है उनीहरूले ल हेर्नु न है धेरै बाटो हुन्छन् अब के भन्ने त भनेदेखि अब उनीहरूले खाइसकेको होइन सकभर चाहिँ रोग लाग्न नदिनु होइन त रोग अब लामखुट्टे भनेको हामीले एउटा मार्यौँ होइन म जस्तो त कति हुन्छन् कति सम्पूर्ण लामखुट्टे जातिलाई हामीले मार्न सकिन्छ त्यो त सकिन्न पनि है सकिन्न पनि सम्पूर्ण त कहाँ सकिन्छ र फेरि मारेपछि त्यहाँबाट फेरि अर्को उत्पादन हुन्छ कि हुँदैन ब्याक्टेरियल उत्पादन हुन्छ है हो कि होइन अमिबा हामीले देख्न सकिन्छ ल होइन र यसरी जानु पर्ला कि त्यसरी त हामीलाई चाहिँ साना साना रोग लागेको त्यसकारण मार्न नपर्ने उपाय गरौँ अनि लामखुट्टे कत्रो हुन्छ सानो हुन्छ लामखुट्टेको अगाडि हामी राक्षस होइन है लामखुट्टेलाई उसले हेऱ्यो भने उसले त ईश्वर हेर्दाखेरि आमामा हामी कत्रो हुन्छ हामी त त्यही त भनेको है त्यसो भए यसरी मार्यो भने झन्नै के भयो हामी दानव स्वभावै भयो होइन लामखुट्टेले चुसिसक्यो त्यो रगत फेरि उसलाई हाम्रो चुस्न मिल्छ छ्या है बच्चाले त्यही मात्रै छ्याने भन्छ है त्यसरी उनीहरूलाई चाहिँ छ नि मार्नु हुँदैन भन्ने कन्सेप्ट चाहिँ हामीले दिनुपर्छ है दिनुपर्छ त्यसरी हुन्छ भन्न थाल्यो भने कमला पनि मार्छ होइन त झुसेर किराले सबै मार्छ कि सबै हानिकारक होइन र भने हो है त्यो कारणले गर्दाखेरि स्कुलको टिचर्सलाई पढिटे पढाउँदाखेरि अलिकति हामीले चाहिँ छ नि के भन्नु पर्ला भनेर चाहिँ सोचेर चाहिँ जानुपर्छ है हाम्रो काम भनेको सबलाई बचाउनु यहाँ चाहिँ यसमा चाहिँ सबै मार्नु मात्र भनेको होइन म मर्न चाहन्न होइन र म मर्न चाहन्छ मर्न चाहेको भए हामीले किन औषधि खाने किन डक्टर कहाँ जाने हो कि होइन मर्न चाहन्न त्यस्तै त्यो बिना त्यो चाहिँ साना साना कीट पतङ्ग पशु प्राणीहरूलाई पनि मर्न मन लाग्छ कि बाँच्न मन लाग्छ बाँच्न मन लाग्छ है त्यो कारणले गर्दाखेरि सबलाई चाहिँ के त बाँच्ने अधिकार दियो होइन र कति रमाइलो संसार हुन्छ यसरी चाहिँ उनीहरूलाई अलिकति पोजिटिभ वेमा चाहिँ लैजानुपर्छ है त्यो गाह्रो छ तर उनीहरूलाई विभिन्न कुरा गरेर पोजिटिभ किनभने पोजिटिभ पार्ने नि है त अनि त्यसो भए लामखुट्टेले टोक्न नदिन के गर्ने त झोल राख्ने अथवा त्यो चाहिँ छ नि राखेर सुत्ने होइन त अनि लामखुट्टे आएर फु गरेर टप्पाउने अनि बानी नराखेर ट्याक्कै हानिदिन्छ कि उनीहरूले चाहिँ ट्याक्कै बच्चाले मात्र हान्ने हो र टिचर्सले पनि गर्दो रहेछ भने ल त्यो प्याट्ट चाहिँ जाने रहेछ हात है अब हाम्रो त त्यस्तो हातै जाँदैन त त्यो बानी रहेछ त्यसरी तपाईँले चाहिँ गरिदिनु भयो भने राम्रो हुन्छ अनि अर्को भनेको यसरी नगर्ने मान्छेले अरूलाई हानि गर्नलाई अलिकति अगाडि जाँदैन क्या उनीहरू है यो डेभलप हुन्छ उनीहरूमा अनि यो डेभलप भयो भने राम्रो कि नराम्रो राम्रो नि हो कि न मलाई मात्र होइन अचेलको तपाईँहरूको स्कुलमा आउने बच्चाहरू स्वार्थी छन् कि छैनन् क्या स्वार्थी छन् एक्लो बच्चा रहेछ भएभरको खेलौना दिएर भएभरको मिठो मिठो खुवाएर चाहिँ हुर्काएको रहेछ अनि त स्कुलमा आउँदा उसले छोयो कि अरूले छुनै हुँदैन त्यहाँ छुनै हुँदैन ल यति स्वार्थी हुन्छन् होइन त त्यस्ता बच्चालाई हामीले के गर्नुपर्छ त अब त्यस्ता बच्चा होइन हाम्रो अहिले आउने भनेको
कि त्यसैले चाहिँ टिचर्सले सबै विचार गर्नुपर्छ। अनि त्यस्तो बच्चालाई हामीले गाली नगरिकन उनीहरूलाई सम्झाइ फकाइ फुलाइ स्टोरी टेलिङ त्यसैले आएको होला होइन र त्यस्तो गरेर हामी के गर्नुपर्छ त पालो पालो गरेर होइन त त्यसरी चाहिँ गर्ने भनेर सिकाएको हो नि त। यस्तो गर्दाखेरि बच्चा के हुन्छ त त्यो के गर्नुभएको तपाईँहरूले त्यसरी समाजसँग घुलमिल गराउनलाई खोजे होइन हामीले हो कि होइन ल हेर्नुहोस् इन्डाइरेक्ट रूपमा चाहिँ हामीले थाहा नपाई बच्चालाई त्यस्तो राम्रो गर्न खोजेको हो है। यो पनि बिस्तारै बिस्तारै त्यसरी गर्ने हो। त्यसकारण यहाँ चाहिँ 1 क्लासमा चाहिँ यसरी 5वटा मात्र आएको छ होइन अनि यसको कथा आएको छ। अनि 2 क्लासमा आएर यसलाई चाहिँ छ नि 2 क्लासमा आएर किन मार्नु हुँदैन होइन किन चोर्नु हुँदैन किन व्यभिचार कर्म गर्नु हुँदैन भन्ने कुरा चाहिँ आउँदो रहेछ है। अब व्यभिचार कर्ममा अहिले बच्चाहरू यति हुँदैन है ओहो 785हरूले बोयफ्रेन्ड गर्लफ्रेन्ड बनाएर हैरान गर्छन् है अहिले हो। अहिलेका बच्चाहरू हाम्रो पालक बच्चाहरू जस्तो होइन रहेछ कि अहिले चाहिँ है। अहिले प्यारेन्ट्सहरू पनि फेरि कस्तो त बस बस भन्नेहरू हुन्छ है। अहिले 9-10 का प्यारेन्ट्सहरू पनि अब एकदम फ्रिडम कि एकदम फ्रिडम। त्यसले गर्दा हामी टिचर्सलाई गाह्रो कि सजिलो गाह्रो छ ल हेर्नुहोस् अब है ल कति गाह्रो भयो अब हामीलाई। त्यसैले हामीले के त भनेदेखि यी शिक्षाहरू सानैदेखि घुसाउनु परेको छ है स्कुलहरूमा होइन त। त्यसकारण कामी सुमिच्छा चारा भनेको के त भनेदेखि हामीद्वारा अरूलाई दुःख नदिने त्यसैले अरूलाई हात तान्नु होइन त हो। त्यो पनि के हो त नराम्रो मन हो नराम्रो मन हुँदैन भनेर उनीहरूले के गर्नु पर्यो त यसरी चाहिँ अवेर चाहिँ गर्नुपर्ने हुन्छ है। तपाईँले यो शिक्षा सानैदेखि दिइराख्नुहोस् है। अनि झुट बोल्ने होइन त बच्चाहरू झुट बोल्दैनन् भन्छन् है होइन। मेरो स्कुलमा एउटा बच्चाले झुट बोलेर यहाँ चाहिँ कस्तो यो सिआइडी भन्ने समेत आएको के भन्नु मैले बोल्दो रहेछ के है। झुट बोल्ने 4 कारण अनि तपाईँहरू अलिकति क्लास ठुलो भएपछि आउँछ यो पनि किन मान्छेले झुट बोल्छ भनेर है त। अनि हामीले त्यो बुझेर राम्ररी चाहिँ डिल गऱ्यो भने राम्रो हुन्छ है। अनि यी कुराहरू त्यसैले सानैदेखि चाहिँ सिकाउनुपर्छ। अनि 1 क्लासमा केवल गर्नु हुँदैन आएको छ भने 2 मा आएर किन भन्ने कुरा आएको चाहिँ छ है। अनि 3 मा आएर अब त्यसो भए होइन कसरी लिने त भनेदेखि अनि नमोटस आएको छ ल। किनभने एकैचोटि हामीले नमोटस सिकाउँदा सबैलाई पस्दैन नि ए नमो टस यो त नमो भनेको नमस्कार तस भनेको उहाँलाई भगवतो भन्ने भगवान अरहटो भनेको अरहन्त सम्यक सम्पुट भनेको बुद्ध पो रहेछ त ल हेर भन्ने त भयो नि त। अनि 1 मा 2 मा अलिअलि गर्दै जाँदाखेरि होइन यसलाई कानुनी रूपमा भन्नु पर्यो साँच्चै नै राम्ररी लिने भए होइन सबैभन्दा पहिला त के गर्नु पर्यो त गुरुलाई नमस्कार गर्नुपर्छ होइन। अनि यसमा तपाईँले सिकाउँदाखेरि भगवान बुद्ध अहिले चाहिँ परिगिटी भनेको बुद्धद्वारा आएको हुनाले पो बुद्धलाई गरेको। यदि हामी चाहिँ क्रिस्चियनमा गयौँ भने त्यहाँ त कसलाई नमस्कार गर्नु पर्यो र जेसस क्राइस्टलाई गर्नु परेन पर्यो। हामी यसरी जानुपर्छ कि जेसस क्राइस्टलाई नमस्कार गर्नुपर्छ है। यदि हामी हिन्दू मन्दिरमा गयौँ भने त्यहाँ पनि त कृष्ण प्रणामीहरू छन् ब्रह्मकुमारीहरू छन् छैन त अनि उहाँहरूलाई नमस्कार गर्नुपर्छ यसरी जानुपर्ने हुन्छ। अनि पो बच्चाहरूको दिमागमा के त सबैलाई जुन ठाउँमा गयौँ त्यहाँ त नमस्कार भन्नु पर्यो होइन त। अनि म अब चाहिँ क्रिस्चियनहरूको चर्चमा गएँ भने त्यहाँ चाहिँ नमो तस्स भनेर भन्दा मिल्छ उहाँले जे भन्नुहुन्छ के भन्छ जे होस् भन्छ। मेरो स्कुलमा 4 जन चाहिँ क्रिस्चियन जय मसी भन्छ हो अब उहाँले जय मसी भन्दाखेरि मैले नमो तस्स भन्ने अब मैले भन्नु पर्यो कि परेन फिट त हुनु पर्यो नि। अब उहाँहरूको जे मसी त भन्नेमा म क्रिस्चियन हुन्छ त भने हुँदैन नि त ल हो कि होइन। त्यो भने जस्तै हो भनेर बच्चालाई चाहिँ सिकाइदिनु चाहिँ पर्छ है अनि त। अनि बुद्धङ शरणं गच्छामि भनेको के बुद्धङ भनेको बुद्धको शरणं भनेको शरणमा गच्छामि भनेको जान्छु होइन म बुद्धको शरणमा जान्छु। त्यो सिकाउनु हुँदाखेरि फेरि ल बुद्धको शरणमा पनि पठाए भन्ला यो त्यसैले बिहारमा सजिलो छ भनेको मैले चाहिँ। बिहारमा त सबै बुद्ध धर्मै सिक्ने भनेर आएको मलाई त सजिलो। अब स्कुल त्यस्तो हो र होइन नि। अनि त्यहाँ चाहिँ उनीहरूलाई के भन्नु पर्ने बुद्ध भनेको गुरु होइन त
धर्म भनेको काम है, धर्म भनेको काम कर्तव्य, सङ्घ भनेको समूह है, यसरी जानुस्। त्यसरी बुद्ध भनेको को? गुरु। अब मैले सिकाउँदा बच्चाहरू सबै मेरो शरणमा जानु परेन ल, हो कि होइन? त्यहाँ म्याथ टिचरले सिकाइराख्नु भएको छ, इङ्ग्लिसको वर्क गर्दाखेरि हामीलाई के लाग्छ? ल ठिक छ, हामी सब कहाँ हेरेर आफ्नो वर्क गरेको कि अर्काको गरेको हेर्नु परेन। इङ्ग्लिस टिचरको गऱ्यो भने हामी के भन्छौँ? ओके ओके भन्छौँ र हामी भन्दैनौँ न, होइन त? हो, त्यसैले म्याथ टिचरकोमा म्याथै टिचरको शरणमा जानु परेन, म्याथ टिचरलाई नै विश्वास गर्नु परेन। हो, त्यो जस्तै हो है, यसरी पढ्नुपर्छ। अनि धर्म भनेको के? धर्म भनेको पूजापाजा के होला, तर धर्म भनेको अहिले स्टुडेन्ट्सको लागि काम कर्तव्य भन्नुहोस् है। धर्म भनेको के हो चाहिँ? काम कर्तव्य नै हो है। अब हाम्रो पहिला आमाहरूको धर्म के हो? गृह व्यवहार गर्नु, हुँदैन? बुबाको कर्तव्य काम कर्तव्य के? धर्म के हो? पैसा कमाउनु। यसरी होइन र भने त्यसरी धर्म भनेको व्यवहार रूपमा के हो त? काम कर्तव्य हो। अब के भन्ने त? यसरी जाँदा कि बच्चालाई पच्छ कि पच्दैन? पच्ने रूपमा जानु भनेको है। अनि त्यसो भए अहिलेको काम कर्तव्य के त स्टुडेन्ट्सको? के हो? राम्ररी सिक्ने, बुझ्ने गरेर जाने, ट्युसन जानुपर्ने गरी सिकाउनु हो हामीले ल। हो, अब चाहिँ क्लासमा नराम्रो सिकाउने अनि मेरो घरमा ट्युसन आउनुहोस्, मेरो इन्स्टिट्युटमा ट्युसन प्लान गर्नुहोस् भन्ने हुन्छ? के भनौँ ल? यस्तो भन्ने कि नभन्ने? त्यो राम्रो टिचर होइन, म त त्यो राम्रो टिचर होइन भन्छु है। बुझ्ने गरिकन पठाउनु पर्यो बच्चालाई है। त्यो चाहिँ टिचरको धर्म हो कि हामी टिचरको धर्म के? सब बच्चाले बुझ्ने गरिकन सिकाएर पठाउनु, त्यो त हाम्रो धर्म। जब टिचरले धर्म पालना गर्दैन भने अनि भयो, अनि ल, अनि फेलियर्स आयो, के आयो के आयो के आयो। त्यसैले अहिले श्री 5 को सरकारले के गरेको छ? फेल पार्न मिल्छ? मिल्दैन, 3 सम्म फेल गर्नु हुँदैन है। अब के गरौँ त? फेल क्वेसन सजिलो बनाउने, जाँचै नलिनेछ, जाँचै लिनु हुँदैन है। हजुर। अब के भनेको जाँच लिनु हुँदैन? 3 सम्म जाँचै लिन पाइँदैन। निरन्तर मूल्याङ्कन। निरन्तर मूल्याङ्कन। हामी टिचर्सलाई त्यो सजिलो छ कि गाह्रो छ? गाह्रो छ हो है, साँच्चै गाह्रो छ। ल, अब टिचिङ पनि अब काम नपाएर टिचर भन्ने मान्छेहरूलाई अब खायो है। अब टिचर हुनु पनि गाह्रो छ, पहिला जस्तो होइन भनेको है। त्यसैले सबै त्यसको मतलब निरन्तर मूल्याङ्कन भनेको मतलब के त? बच्चाहरूलाई राम्रो बनाइदियो, होइन त? हो है, बुझ्ने गरिकन सिकाउनु, सक्षम बनाइदिनु होला हो है। त्यो जस्तै धर्म। त्यसै धर्म भनेको के रे? आफ्नो काम कर्तव्य है। बच्चाहरूको काम कर्तव्य के? उनीहरूलाई पनि बुझ्छ, उनीहरूलाई पनि सिकाइराख्नुपर्छ। तिमीहरूको धर्म के? राम्ररी हल्ला नगरिकन सुन्नु, होइन? नबुझेको ठाउँमा सोध्नु, अनि त्यसपछि आउँछ आउँदैन गरेर हेर्नुपर्छ। किन गरेर नहेरिकन हुँदैन, त्यो आचरण होइन त? यसरी गरेर हेर्नु भनेकै आचरण हो है। यसरी चाहिँ हामीले चाहिँ लिङ्कअप गरेर लैजानु पर्ने हुन्छ। यसरी भयो भने साँच्चै बच्चाले चाहिँ सब बच्चा राम्रो भन्ने हामीलाई के लाग्छ? क्या आनन्द आउँछ है। आफ्नो धेरै फेलियर्स भयो भने के हुन्छ? उनीहरूले नपढेको अब के त मैले पढाएको हो भनेर हुन्छ। यसलाई अनफिट टिचर भयो कि भएन हो है। त्यसैले यो चाहिँ हामीले सोच्नुपर्छ भनेको। अब यसरी चाहिँ हामीले चाहिँ धर्म भाव सङ्घ भनेको के भनेको मैले? समूह। त्यसैले सङ्घ भनेको भन्टीहरूको शरणमा, गुरुमाहरूको शरणमा जानु मात्र भने होइन, त्यो सङ्घ भनेको समूह। समूहमा के हुन्छ? ल, समूहमा के हुन्छ? अहिले के समूह बनाएको होइन र भने समूहमा पावर, शक्ति हुन्छ। ल, होइन? एक्लोमा शक्ति हुन्छ? यो एउटा औँलाले के गर्न सक्छ र? यो एउटाले के गर्न सक्छ? जब 5 औँला यस्तो हुन्छ, एक झापट बलियो हुन्छ कि यस्तो बलियो हुन्छ? मुक्का बलियो हुन्छ कि झापट बलियो हुन्छ? मुक्का है।
झापड भनेको सिङ्गल सिङ्गल जस्तो होइन र मुक्काबाटै होइन त के भयो फोर्सफुल हुन्छ है त्यसैले त्यसकारण के त भनेको समूह भनेको यो सधैँ समूह भनेको कुरा मान्नुपर्छ होइन त समूह पनि हुनुपर्छ त्यसैले सङ्घ भनेकै समूह यो भन्टीहरूको शरण जाऊ गुरुमाहरूको शरण जाऊ भनेको होइन यसरी चाहिँ हामीले चाहिँ नि गइराख्यो भने उनीहरूलाई के हुन्छ त बुद्धिस्ट नबनाउने हो बा हो भन्ने चाहिँ भान हुन्छ होइन त्यसकारण परियति चाहिँ पठाउँदाखेरि पनि तपाईँलाई अलिकति सोचेर चाहिँ जानुपर्ने हुन्छ है 3 क्लाससम्म अनि यसको चाहिँ अनि स्टोरीहरू आएको चाहिँ छ ल यसरी चाहिँ क्लास 1 2 3 लाई यसरी चाहिँ कोर्स ल्याएको हो अब त 9:30 भयो कि उनीहरू हेरेको बोल्छ 9:30 भयो होला है अब 80 मा चाहिँ केही तपाईँहरूको चाहिँ अब चाहिँ परियति सिकाउँदा 1 2 3 त मैले भन्यो भने एकदम संक्षिप्तमा भनेको है आउँछ होला भनेको सबै तपाईँलाई आउँछ भनेर मैले नभनेको 1 नम्बरमा प्राणी हिंसा नगर्नु 1 क्लासमा त नेपालीमा लेखेको छ अनि पछि चाहिँ पालीमा गरेको छ है नम्बर 2 मा चोरी नगर्नु नम्बर 3 मा व्यभिचार नगर्नु 4 नम्बरमा झुठो नबोल्नु महात्मा गान्धीले पनि चिन्ता बाँधेर राखिरहेको छ नि होइन र यस्तो गरेर यस्तो गरेर हो जस्तो छ है अनि मादक पदार्थ लेख्नेलाई मादक पदार्थ सेवन नगर्नु मा चाहिँ नेपालीमा लेखेको छ भने 2 र 3 मा अनि पाली प्रवेश गरेको छ है पाउँछ यो एक भाग 2 भाग 3 भाग यो परियति शिक्षा भाग 1 परियति शिक्षा भाग 2 यो भयो हैन परियति शिक्षा भाग 2 है त मैले चाहिँ अनि यो शील सदाचार सम्बन्धी अगाडि नै बच्चाहरुमा शील छैन भने चाहिँ हुँदैन के होइन र हामीले बच्चाहरुलाई सानैदेखि अझ सक्नुहुन्छ भने तपाईहरुको सानो सानो क्लासदेखि नै हामीले शील भनेर नभन्ने हैन किन भन्ने हामी राम्रो हुनुपर्छ हैन कसैलाई ट्याटा मार्ने भनेर उनीहरुलाई थाहा पिट्नु हुँदैन हैन त माया गर्नुपर्छ त्यसै चाहिँ लैजानु पर्ने हुन्छ है अनि साथसाथै अहिले आएर परियतिमा हामी एउटा के गरेका छौं त भनेदेखि यो पढाउने मात्र होइन हैन त आचरण पनि गराउने अनि पट्टिवेट भनेको ज्ञान मार्ग भनेको है पट्टिवेटको लागि हामीले थोरै हामीले 5 मिनेट जति अथवा 1 मिनेट सानोमा त 1 मिनेट मात्र आँखा चिम्म गराउने है अनि बसाउने अनि हात चाहिँ काखमा अथवा घुँडामा राख्न दिने अनि त्यसपछि यिनीहरूलाई चाहिँ आँखा बन्द गरेर नाकमा सास आउँछ कि आउँदैन बाहिर जान्छ कि जान्दैन भनेर यिनीहरूलाई चाहिँ छ नि यो आँखा बन्द गरेर सास हेराउनु है सानोले 1 मिनेट त गर्छ नि त है त्यो चाहिँ 1 मिनेट त्यसरी गर्यो भने यिनीहरुमा सास हेर्ने बानी हुन्छ अनि किन सासै हेर्नु पर्ने भन्दाखेरि सास मनसँग एकदम सम्बन्धित छ है एकदमै ल अनि उनीलाई अहिले त्यस्तो के पनि भन्नु पर्दैन सानोलाई 1 मिनेट हैन त अनि अलिकति ठुलोलाई 5 मिनेट 10 मिनेट भन्दा मोर गराउने हुँदैन ल मेडिटेसन है गराउने के सासै मात्र हेराउने अनि सास हेराउँदाखेरि पनि 1 मिनेट त छिटो छिटिन्छ 10 मिनेट भयो भने सास अनि चाहिँ हेर्दै जाँदा मन बाहिर जान्छ
गयो कि गएन हेर त फेरि सासैमा आऊ भनी चाहिँ राख्नुपर्छ। होइन भने आँखा बन्द गरेर हाम्रै पनि त्यस्तै हो नि त, मन यताउता डुल्दैन र डुल्छ नि है। अनि त्यसकारण यसलाई चाहिँ अलिअलि ज्ञान मार्गमा पठाउनको लागि यो चाहिँ वास्तविक रूपमा चेन्ज गर्नलाई अनि चाहिँ मन चेन्ज हुनु पर्यो नि। हो कि मन चेन्ज गराउनलाई नै साससँग सम्बन्धित गराएर लैजानुपर्छ है। त्यसरी गर्नु पायो भने तपाईहरु पनि कस्तो राम्रो बन्नुहुन्छ होला, होइन र है। अनि किनभने टिचर राम्रो हुनु पर्यो कि परेन? पर्यो है। मैले भने नि टिचर्सहरू एकदम राम्रो हुनु पर्यो। अनि बेल लाग्न साथ चाहिँ जाने, बेल कहिले लाग्छ बाहिर निस्कौँ भनेर चाहिँ छ नि विचार गरेर बाहिर आउने। टिचर भनेर के गर्ने? त्यस्तो गर्नु हुँदैन है। बेलै मात्र हेरिराख्ने टिचर मिल्छ मिल्दैन है। बच्चाहरूले बुझ्यो कि बुझेन, अलि करुणा धर्म राख्नुपर्छ कि पर्दैन है। त्यस्तो भयो भने टिचर पनि के हुन्छ त? राम्रो हुन्छ। टिचरमा जब यस्तो आउँछ अनि बच्चाहरू के हुन्छ त? राम्रो हुन्छ। त्यसैले मैले टिचर बन्नु सजिलो छ भन्दिनँ, अब गाह्रो चाहिँ छ है। तर गाह्रो भए तापनि परिहिटी अलिकति हालिदियो भने टिचर चाहिँ के हुन्छन्? भलाटे हुन्छ, स्वार्थी हुँदैन नि त, हो है। अब कसैको के मेरो त अब चाहिँ सबै बुक त मैले गइनँ। तपाईँहरू सबैजना एकदमै एजुकेटेड हुनुहुन्छ, मलाई त एकदम खुसी लाग्यो है। एकदम एजुकेटेड हुनुहुन्छ। बुक चाहिँ तपाईँलाई मनपर्छ भने होइन हामी उपलब्ध नेपाल बोर्ड परिधि शिक्षाबाट उपलब्ध गराउन सकिन्छ। मेन भवनबाट पनि हामीले चाहिँ एकजना चाहिँ हाम्रो स्पोन्सर हुनुहुन्छ, उहाँहरूले चाहिँ बानेश्वरमा सम्पर्क गर्नुहुन्छ। बानेश्वरमा पनि त्यहाँ चाहिँ के छ भनेदेखि हाम्रो कोही चाहिँ साउदीहरू चाहिँ हुनुहुन्छ, डोनर्सहरू होइन। उहाँहरू के भन्नुहुन्छ भनेदेखि धर्मको लागि चाहिँ म यति पुस्तक होइन त्यहाँ चाहिँ विश्व शान्तिमा किनेर दान दिने भनेर चाहिँ हुन्छन् कि। अनि उहाँहरूले चाहिँ विश्व शान्तिमा के गर्नुहुन्छ? पैसा पे गर्नुहुन्छ। हामीलाई त त्यति भए पनि सजिलो भयो, त्यो चाहिँ मिलाउन सकिन्छ। मेन भवनमा जानु पर्यो है। त्यो भयो भने तपाईँलाई चाहिने त्यो गऱ्यो भने हामीलाई अलिक भयो नि है। उहाँ साउदीहरूले चाहिँ अब धर्म गर्नेको नाममा उहाँले चाहिँ धर्मै गर्नुहुन्छ कि म चाहिँ धर्म दान गरौँ, कसैलाई त्यस्तो चाहिएको छ भनेर उहाँले चाहिँ नाम दिइरहेको हुन्छ कि। अनि त्यस्तोको चाहिँ अब हामीले ल्याउँदाखेरि तपाईँलाई चाहिँ राम्रो हुन्छ हुन्न र। अनि त्यो बुक पनि एकदम हेर्नुहोस् न। अनि तपाईँहरू साँच्चै स्कुलमा राख्न चाहनुहुन्छ भने अनि ट्रेनिङ एउटा चाहिँ हाल्नुपर्छ। ट्रेनिङ मैले खालि मोटिभेट मात्र गरेको है तपाईँलाई चाहिँ। अब यो चाहिँ कसरी सिकाउने भनेर चाहिँ अरू टिचर्सहरू हुनुहुन्छ नि त। हाम्रो म स्कुलमा 4-5वटा स्कुलको ग्रुप छ एउटा। अनि मैले सोच बनाएको चाहिँ एउटा ट्रेनिङ राख्दैछु मैले सोच। अनि त्यो ट्रेनिङमा चाहिँ मोटिभेसन एउटा भ्यालु अफ एडुकेसन ट्रेनिङमा यो गुरुमाहरूलाई पनि यो 4-5वटा स्कुलको लगभग चाहिँ 80देखि 100जना टिचरहरू एउटा ट्रेनिङ गर्दैछौँ। त्यसमा चाहिँ गुरुमाहरूले पनि 1-2 घन्टा यसो समय मिलाइदिनुहुन्छ कि भनेर चाहिँ मेरो सोच। एउटा चाहिँ अब्जर्भरको रूपमा आउने होइन, तपाईँहरूले पनि यो सम्बन्धी होइन मैले चाहिँ सोच बनाएको चाहिँ 6 क्लासदेखि चाहिँ परिधि शिक्षा राख्ने सोच बनाएको मैले यो वर्षदेखि। अनि टिचरहरूलाई पनि म के अब संस्था बन्ने भनेको टिचरै हो जस्तो लाग्छ है। टिचरै हो, टिचर खुसी नभएसम्म अरू खुसी नभएसम्म हामी खुसी नहुन सक्दैनौँ। त्यही भएको टिचरहरू खुसी भयो भने अघि गुरुमाले भन्नुभयो जस्तै मैले चाहिँ सोच बनाएको 5वटा स्कुलको लगभग 80देखि 100जना टिचरहरू हुन्छ। एउटा चाहिँ भ्यालु अफ एडुकेसन एउटा सम्बन्धित विशेषज्ञ पनि आउनुहुन्छ। अनि 2 घन्टा जति गुरुमाहरू आइदिनु भयो भने एउटा चाहिँ रिसोर्टमा हामीले त्यो गर्ने सोच बनाएको। के होला तपाईँहरू आइदिनु भयो भने हामी आभारी हुन्छौँ। यसको लागि मैले के गर्नुपर्छ, के गर्नु पर्ला, कहाँ के एउटा तपाईँले चाहिँ छ नि त्यो अनुरोध पत्र एउटा चाहिँ लेखेर ल्याउनुहोस् न नेपाल बोर्ड परिधि शिक्षालाई। तपाईँहरूले यतै बुझाउनु भयो, उहाँहरूले उता चाहिँ त्यो रिक्वेस्ट ल्याउनुहुन्छ अनि मलाई सजिलो हुन्छ। आउने त आखिर म के हो होइन त। अनि हामी को पठाउने के गर्ने भनेर हामी चाहिँ निर्णय गर्छौँ है। तपाईँलाई कस्तो चाहिएको एउटा लेख्नुहोस् है। यस्तो भए राम्रो हुन्छ। विशेष गरी कसै व्यवहार सम्बन्धी यस्तै हुन्छ, यही सम्बन्धी हो। हामीले चाहिँ अब हामीले भन्नुभन्दा तपाईँहरूले भन्नुभयो भने अझ नक हुन्छ टिचरहरूलाई, अझ नेटिभ हुन्छ जस्तो लाग्छ। हुन्छ एकदम। मैले शनिबारतिर गर्दा हुन्छ नि है, तपाईँहरूको ठाउँमा हुन्छ हुन्छ ल।
हुन्छ म छिटो प्रयास धन्यवाद है। हस्, हस्। कसैलाई अब परिगति चाहिन्छ नि स्कुलमा कसरी प्रवेश गराउने होइन अब भन्ने त्यस्तो लाग्छ भने नि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ है। अनि कहिलेकाहीँ पढाउँदाखेरि म त एउटा टिचर पनि भएँ नि, त्यसैले मैले थाहा पाएको भने नि गाह्रो रहेछ बिहारमा जस्तो होइन कि त्यस कारण कस्तो कस्तो प्रश्न सोच्छ कस्तो कस्तो प्रश्न सोच्छ बच्चाहरूले, हामीले सोच्दै नसोचेको सोच्दैन। अनि हामीले चाहिँ अब त्यसलाई चाहिँ छ नि अनि अलि सही रूपमा चाहिँ भन्नुपर्ने हुन्छ। कुनै कुनै अब चाहिँ छ नि आफूलाई भन्न आएन भने ओहो कस्तो राम्रो प्रश्न गरेको, यसलाई अब टिचर त अलिकति बाटो हुनु परेन र भने पर्यो है। त्यो चाहिँ अब आफूलाई आउँदैन भन्दैमा चाहिँ गलत ढङ्गले चाहिँ उत्तर नदिउँ है। त्यस्तो भएमा कस्तो राम्रो प्रश्न, यसलाई अब टिचरलाई पनि एकचोटि सोचेर आउँछ ल क्या राम्रो भनेर उनीहरूलाई त्यस्तो भनेर अब तपाईँलाई चाहिँ एकचोटि सोच्ने मौका पाउँछ। बा चाहिँ एउटा दुईवटा फोन नम्बर लिइराख्नुहोस् होइन त। अनि त्यो भएमा चाहिँ राम्रो हुन्छ नि त। अब सबै त हामीलाई नै आउँछ भने कहाँ हुन्छ र, त्यो हुन सक्दैन कि सबै कुरा हामीलाई नै आउँछ भने हामी टिचरले त्यस्तो भन्नु पनि हुँदैन। कुनै कुनै हामीलाई आउँदैन नि है त। त्यसरी चाहिँ आफूले भन्न पायो भने अनि अलिक सहज चाहिँ हुन्छ। मैले यसको लागि चाहिँ एउटा पत्र चाहिँ यहाँ बुझाएको हुन्छ कि त्यो बाहेक उहाँले चाहिँ दिनुभयो सञ्जीतजी बा हाम्रो टिचरजीलाई दिनुभयो भने उहाँले चाहिँ प्रधान केन्द्रमा ल्याउनुहुन्छ, प्रधान केन्द्रबाट अनि मलाई चाहिँ कल गर्नु। त्यो बाहेक अरू केही गर्नु हामीले के यता के गुरुमाहरूले चाहिँ लिन त्यसमा तपाईँलाई एउटा उद्देश्य राख्नुहोस् है, के उद्देश्यले यो गर्न चाहेको भनेर ल। मेन तपाईँको चाहिँ त्यहाँ परियति चाहिँ छ नि गराउने उद्देश्य छ है, त्यो एउटा खुलाउनुहोस् ल। अनि हामीहरू आउँदाखेरि पठाउँ म अथवा जोसुकै आए तापनि यता ट्रान्सपोर्ट दिइदियो भने राम्रो हुन्छ कि है। ट्रान्सपोर्ट एउटा र अनि चिया एउटा व्यवस्था गरे, भोजन चाहिँ व्यवस्था नगर्नुहोस् होइन। भन्टे गुरुमालाई अलिकति अप्ठ्यारो हुन्छ, तपाईँलाई पनि अप्ठ्यारै हुन्छ। त्यसैले ट्रान्सपोर्ट एउटा भयो भने अनि चिया एउटा भयो भने ठिक हुन्छ है। अब मैले क्लास सिटियम त हस् त सबैलाई धेरै धेरै धन्यवाद छ। अनि क्लास यसरी मैले मात्र यसरी होला किनभने म अलिक पुरानो मान्छे भएको हुनाले मलाई न्यू टेक्निकसँग अलिकति एडजस्ट हुन चाहिँ गाह्रो चाहिँ छ है। अनि अब म्यामले दिनुहुँदा सायद मैले जस्तो लेक्चर चाहिँ हुन्न होला उहाँहरू है। सबैलाई धन्यवाद छ, धेरै खुसी लाग्यो आज। एकदमै एजुकेटेड, त्यो पनि म्याक्सिमम् त टिचर्सहरू नै रहेछ। म पनि टिचरकै रूपमा काम गर्ने मान्छे भएर मलाई त एकदमै खुसी लाग्यो। सबैलाई धन्यवाद छ। यस्ता ट्रेनिङहरू फेरि फेरि लिइराख्नुहोस् होइन। आफूलाई चाहिँ जहिले पनि के गर्नुपर्छ त अपग्रेड, न्युनेस आउनै पर्छ जरुर हामीमा है। सधैँ अपग्रेड चाहिँ गर्ने सोच राख्नुहोस् भन्दै म आफ्नो यो क्लासलाई सिकाउँछु। सबैलाई राम्रो होस्, कुशल रहोस्, आफ्नो राम्रो मार्गमा प्रगतिमा सधैँ अगाडि बढ्न सकोस् र आफूसँग सम्बन्धित बच्चाहरू होस् या घर होइन सधैँ राम्रो वातावरण दिन सकोस् भन्दै यो क्लास अन्त्य गर्छु। साधु साधु साधु। र हाम्रो मैत्री युवा सङ्घका सम्पूर्ण पदाधिकारीहरूबाट पनि धेरै खुसी म चाहिँ है। एकदमै तपाईँलाई पनि राम्रो होस्, हाम्रो यो क्लबले सधैँ राम्रो 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 काम गर्दै जान सकोस् है। केही सुझाव छ भने भन्नुभयो हुन्छ है, मलाई चाहिँ राम्रो लाग्छ।